मन्त्रीज्यू आज हजुरको अन्तै जाने सेड्युल थियो तर आज इम्पोर्टेन्ट काम भएर स्याम्बाको भाइ आउनु बारे छ के गरौँ ठिक छ सेवाको भाइलाई पठाइदिनुहोस् हजुर उहाँसँग छलफल गरेर त्यसपश्चात हामी पुनः पूर्व निर्धारित कार्यक्रममा जाउँला है हस् उहाँलाई पठाइदिइहाल्नुहोस् हस् नमस्कार मन्त्रीज्यू नमस्कार भाइ आएछौ बस साम्बा खोइ भाइ तपाईँको अन्त मिटिङ भएर आज आउनु भ्याउनु भएन त्यही भएर मलाई पठाउनु भयो। ठिक छ साम्बा नआए पनि मुन्ना भाइ आएछौ तर मैले दिएको सानो काम पनि भएको छैन नि भाइ देखिन्छ त्यो दाइ र म त्यसै काम पछाडि लागिरहेको छु हजुरको काम चाँडै नै हुन्छ हजुर। तपाईँहरू काम भयो भन्नुहुन्छ रोडमा टायर बालेको बालै छैन जताततै आगो नै आगो बलेको देखिन्छ खोइ यो काम कहिलेसम्म सम्पन्न हुन्छ त्यहाँको 2-4 जना उच्छृङ्खल व्यक्तिहरूले गरिरहेका हुन् तिनीहरूलाई पनि हामी तह लगाइहाल्छौँ हजुरले चिन्ता लिनु पर्दैन मन्त्रीज्यू। तपाईँहरू जहिले हामी लागि परेका छौँ भनेर भन्नुहुन्छ तपाईँहरूलाई यो स्थानसम्म ल्याउन मैले कत्रो योगदान गरेँ मैले तपाईँहरूप्रति गरेको योगदानको कदर भएन भयो त्यसकारण मलाई यो कहिलेसम्म साम्य गरेर दिन्छ यो भुसुन्डाहरू रोडबाट कहिले हट्छन् त्यो त्यहाँको 2-4 जना उच्छृङ्खल व्यक्तिहरूले गरिरहेका हुन् तिनीहरूलाई पनि हामी तह लगाइहाल्छौँ हजुरले चिन्ता लिनु पर्दैन मन्त्रीज्यू। ठिक छ म 4 दिनको समय दिन्छु 4 दिनपछि तपाईँले साम्य गर्नुभयो तपाईँ सिधै स्थानीय तहबाट म मन्त्री बनाउन सक्छु तपाईँहरूलाई ल अहिलेलाई मैले 4 दिनको समय दिएँ अहिलेलाई तपाईँ जान सक्नुहुन्छ हस् हजुर त्यसको चिन्तै लिनु पर्दैन हजुरलाई खुसखबरी म चाँडै नै सुनाउँछु हस् नमस्कार हजुर।